नमस्कार मित्रवर, तपाईँ सबैलाई मेरो पेजमा स्वागत जनाउँदछु। र आज भने म यो प्लान्टको तपाईलाई आज म यो एयर लेयरिङ गर्ने तरिका र एयर लेयरिङ कसरी गरिन्छ भन्ने विषयमा विस्तृत रूपमा जानकारी गराउने छु, प्र्याक्टिकल रूपमै। यसलाई हामी हाम्रो लोकल भाषामा भनौँ, हाम्रो गाउँतिर चाहिँ नेपालीमा यसलाई आँख भनेर भन्ने गर्छौँ भने यसको बोटानिकल नेम चाहिँ क्यालोट्रोपस जाइगेन्टिया भनेको छ। अनि कमन नेम र यो विशेष गरी मलेसिया कम्बोडियातिरबाट आएको भन्ने अहिले गुगलमा हेरेको थिएँ। एउटामा चाहिँ यसलाई चाहिँ बाहिरतिर चाहिँ यसलाई चाहिँ क्राउन फ्लावर पनि भन्दो रहेछ। यसको विस्तृत बोटानिकल नेम, कमन नेम र अङ्ग्रेजी नाम म डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईँहरूले हेर्नुहोस् होला। यो औषधीय मूल्य छ, यो औषधीय गुण भएको पौधा हो र यसलाई मर्केको सड्केकोमा दबाई गरिन्छ भने यसको धार्मिक महत्त्व पनि त्यतिकै छ। यसलाई जसरी बेलपत्र, जसरी धतुरो, जसरी दुर्वको महत्त्व छ, त्यतिकै यो आँखको फुलको पनि र आँखको पातको पनि महत्त्व छ। यसको विशेष महत्त्वहरू विष्णु पुराण, शिव पुराण र हिन्दू धर्ममा धेरै यसको परिचर्चा गरिएको छ। र विष्णु अवतार कतै शिवलाई पनि भनेर यसरी गरिएको पाइन्छ। यसको हत्तपत्त हाँगा सर्दैन, हाँगा सर्नु धेरै कठिन छ। त्यसले गर्दा यसलाई चाहिँ विशेष हामीतिर चाहिँ एयर लेयरिङ गरेर नै सार्ने चलन छ। र अहिले फिलहाल यसको अलिक माग बढेकोले गर्दाखेरि यो प्रायः यो हाँगाहरूको आज एयर लेयरिङ गर्नेछ। र एयर लेयरिङ गर्दाखेरि चाहिँ तपाईँहरूलाई सबैभन्दा पहिला यो अलिक 1 वर्ष पुरानो हाँगाहरू, यो छिपेको हाँगाहरू मात्र गर्न सकिन्छ। यो कलिलो मुनामा एयर लेयरिङ हुँदैन। त्यसले गर्दा आज म तपाईँहरूलाई विस्तृत रूपमा यसको एयर लेयरिङ प्रोसेस, हाँगा सार्ने प्रोसेस म बनाएर तपाईँहरूलाई देखाउनेछु। र अघिल्लो प्रोसेस हेर्दै जाउँ विस्तारसँग। र अब यो एयर लेयरिङ गर्दा चाहिने सामग्रीहरू, एक त यो छुरी चाहिन्छ। यो एयर लेयरिङकै प्रोसेसको लागि हो, यो अनलाइनबाट पाइहालिन्छ। यो कसैले यसको बोक्रा तास्ने हो भने कसैले खौरिने हो। अनि यो छुरीलाई सेनिटाइज गर्नुको लागि यो सेनिटाइजर पनि चाहिन्छ, सेनिटाइजर मेन हो। अनि लाग्ने छुरी पनि चाहिन्छ यो। अनि यो रुटेक्स भन्छ, रुट हर्मोन प्लान्ट, म चाहिँ यो चलाउँछु। विभिन्न प्रकारको पाइन्छ, जुनै पनि हुन्छ। यो रुट हर्मोन छ, यो चाहियो। अब यस्तो बान्ने दोरी चाहिन्छ। यो दोरीको साटोमा थाङ्नाहरूले बाँध्दा पनि हुन्छ। तर तपाईँहरूलाई म जानकारी गराउँछु, प्लास्टिक र फलमको तारहरू चाहिँ प्रयोग नगर्नुहोस्। त्यसले प्लान्टलाई बढ्नु अथवा उसको त्यो प्लान्टमा अब पानी मल सबै तान्नु ओसार्नुमा समस्या रोकिन्छ, बाधक हुन्छ। त्यसले गर्दा यो कटनको थाङ्नाहरूले पनि बाँधेको राम्रो हुन्छ। अनि यसलाई पुसपास गर्ने अब टिस्यु पेपर भयो। अनि अन्तमा जग्गा जग्गा यो पनि जरुरी पर्छ, यो टेप र यति सामग्री चाहिन्छ। र अब म तपाईँलाई विस्तृत रूपमा अनि बान्ने लास्टमा गएर यो माटो बलुवा मिसाएर, अब भएको ठाउँमा कोकोपिट नभयो भने माटो र बलुवा मिसाएर त्यो काटेको ठाउँमा यसले चाहिँ लास्टमा अन्तिममा बान्नुपर्छ। यो झोला चाहिँ सबैभन्दा राम्रो हुन्छ। हुन चाहिँ अब कटनको कुनै पनि कटनको थाङ्नाले बाँध्दा पनि हुन्छ। तर भन्दा यो बजारमा यो के सामानमा घरमा जाइसक्यो पाइहालिन्छ। यहाँ सबै प्रायः घरमा यो बजारबाट सामान ल्याउँदा यो खालको झोला अहिले भरे म काटेर तपाईँलाई देखाउँछु। यसले चाहिँ बाहिरबाट बाँधिदिनुपर्छ। त्यसो गर्दा चाहिँ यसलाई सजिलोसँग यसलाई हामीले पानीहरू लाउँदाखेरि सजिलोसँग सोचिन्छ। र मेन चाहिँ अब यिनीहरूको ह्युमिडिटी मेन्टेन गर्दाखेरि चाहिँ यो खालकोमा राम्रो हुन्छ। र अगाडि तपाईँ फेरि हेर्दै जाउँ, अब प्रोसेसमा जाउँ कसरी गरिन्छ भन्ने कुरा। अब सबभन्दा पहिला हामीले कुन हाँगामा गर्ने भन्ने कुरा र हाँगाहरू हामीले यो पत्ता लगाउनु पर्यो। अनि यो पत्ता लगाइसकेपछि तपाईँहरूले अलिकति सेनिटाइज चाहिँ मस्ट हो। अब यो फङ्गसहरू हुन्छ, यो सबै छ। अब म यहाँ यो हाँगामा गर्दैछु, यसमा यो सेनिटाइजले अलिक पुसपास पारेर यसलाई अर्कोलाई यहाँ गर्छु म, अर्कोलाई म यहाँ गर्छु। अहिले सेनिटाइज चाहिँ यसरी पुसेर यस्तो यहाँ अलिअलि फङ्गस सेनिटाइज सबै जान्छ, सजिलोसँग त्यसलाई असर पर्दैन। अनि जुन हाँगामा गर्ने हो त्यो हाँगामा चाहिँ हामीले सेनिटाइज गरिदिने हो सबैसँग। अब यसरी हामीले सेनिटाइज गरेर यसरी पुसपास गरिसकेपछि चाहिँ हामीले यो एक आँखा, अब कसैको आँखा हुँदा नि यसको चाहिँ आँखा छ सजिलो, एक आँखा र यो बिचको हामीले यो बोक्रा चाहिँ हल्का पारेर निकालेर फेक्नुपर्छ। गर्दैछ सर्ट यसरी। अब यसको चाहिँ भनाइ चाहिँ यस्तो चोक चाहिँ आँखामा पस्यो भने आँखामा खुला पर्छ भन्थ्यो पहिला चाहिँ।
त्यो चाहिँ जोगाएरै गर्नुपर्छ आँखा टाढो राखेर आफूले लाग्दैन यसो गरेर चाहिँ तपाईँले यो बाहिरको यसरी छाला चाहिँ सबै यसरी निक्लिन्छ छाला चाहिँ सबै निक्लेपछि छाला चाहिँ सबै बाहिर गयो एउटै राख्नु हुँदैन यो राख्यो भने भरे यसैबाट फेरि यसलाई अब जाने यसो खानपानहरू जाँदो रहेछ त्यसो गरेर जरा फलाउनु जाँदैन तर जब हामीले चाहिँ यो सबै यस्तो यो जस्तो बायोलोजिकल नेम त अब जाइलम पोयम भन्छ साइन्स पढ्नेलाई यो कुरो थाहा छ हामीले क्लास 12मा पढाएको छौँ यो जाइलमहरू यो पोयमहरूबाट चाहिँ खाना उचार्ने कामहरू यसको र सबै कुराहरू चाहिँ बाहिर सकेपछि अब बाहिर कुरा सके भन्ने लागेपछि चाहिँ अब तपाईँको जो अब धार नभएको मुडा जस्तो थियो अब यस्तो बुथुरीले चाहिँ यसरी पसिनु पर्छ त्यसपछि तपाईँको पुरा पुरा पसिनु पर्छ यो चाहिँ एउटा बोक्राले केही राख्नु हुँदैन बोक्रा चाहिँ केही राख्नु हुँदैन यसरी राखिसकेपछि चाहिँ अब हामीले चाहिँ के गर्नु त भन्दाखेरि अब मेरोमा चाहिँ कोकोपिटको व्यवस्था छ कोकोपिट लगाएर राख्ने यसो गरेपछि यो भयो त्यसरी नै अर्को हाँगालाई पनि त्यसरी काट्ने यसरी लाउँदा हुन्छ होला यसलाई पानीमा फिटेर धुलो बनाएर लाउनु भयो भने राम्रो हुन्छ होइन अब यसरी हातै लाउँछ भन्दा पनि तर हात चाहिँ दिँदैन अब सेनिटाइज गर्नुपर्छ हातले लाग्छ हुन्छ अन्त रोग लाएर गर्दा पनि लाउनुपर्छ ल्याएपछि अब तपाईँको यस्तै नै तल माथि त्यसरी लगाइदिनु पर्छ माटो लाएर बाँध्नुपर्छ अब यति गरिसकेपछि चाहिँ अब यो तपाईँको यो प्रोटेक्ट लगाइसकेपछि एकछिन राखेर चाहिँ तपाईँको अघि नै मैले चाहिँ भनेको थिएँ तपाईँको यस्तो हुन्छ यो कोकोपिट छ यसमा मल पनि कम्ती हो केही नहुन्छ हुन्छ कोकोपिट माटो र बलुवा यो मिसाएर चाहिँ अघि पानी भिजाएर राखेको छु यसो गरेर ढिलो बनाएर राखेपछि चाहिँ अब यसलाई चाहिँ ठपक्कै ठाउँ उठाएर चाहिँ मैले यो अघि तपाईँलाई भने यो कपडा छ यो कपडामा चाहिँ ठक्क यसो गरेर राखेर यहाँ हेर्नुहोस् तपाईँ बराबर तल्लोपट्टि मात्रपट्टि यो मलको मात्रा चाहिँ बराबरी हुन्छ बिचमा हुन्छ डाँसमा चाहिँ यो उँधो उँभो कम्ती भयो भने जतापट्टि पनि कम्ती भयो भने यसले फेरि त्यो भनेको जरा आउँदैन नि त्यसो गर्दाखेरि यो चाहिँ यति गरेर चाहिँ यो बिचमा चाहिँ यसरी मेन चाहिँ जरा हाने उँभोलाई चाहिँ ठ्याक्क यसरी मिलाएर त्यो बिचमा परे जरा हान्ने ठाउँ चाहिँ बिचमा यो जुन पोका छ त्यो जरा हान्ने ठाउँ चाहिँ पोकाको बिचमा परे भन्ने अनुमान चाहिँ लाउनुपर्छ ठ्याक्कै लगाइसकेपछि चाहिँ योले चाहिँ यसो गरेर चाहिँ पार्छ अब यो सकियो यसो यसो गरेपछि यहाँ डोरीले बाँध्नुपर्छ काम सकियो यसो गरेर ठ्याक्कै बेसी टाइट पार्नु हुँदैन टाइट पार्नु हो यसो गरेर पानी मिल्दैन क्या एकपट्टि पानी एकदम जानु पर्ने चाहिँ बग्दैन कि पानी बेसी झोल्यो भने पनि पुइन्छ रहेछ यो त्यो फलमा पानी लाउँदा चाहिँ स्वाटै पानी चाहिँ गइहाल्ने
थियो। यो बान्ने चाहिँ दुरी यो धागो मेरोमा त अहिले त्यो अगाडि सबै ट्राई गरिबस्छु छ लिएको सामान चाहिँ पर्दैन यो थाङ्नाले बाँध्दा पनि हुन्छ। अनि अब यो खालको एयर लेयरिङ चाहिँ तपाईँको हाँगा त्यसै सजिलै नसर्ने जस्तो पाली नस्पति भयो, आइफलको बिरुवाहरू छ भने भयो, तपाईँको गुराँसको भयो, जति पनि अब यो डेकोरेसन प्लान्टहरू भन्छ म्याटर हुन्छ यसलाई, अर्नामेन्टल प्लान्टहरू भन्छ, यस्तो प्लान्टहरू सबै नै यसरी तपाईँले सजिलोसँग सार्नु सक्नुहुन्छ। यसमा मैले चाहिँ सबैमा सक्सेस गरेर धेरै यस्तो बनाएको छु। अनि गुराँस पनि सक्सेस गराएँ, अनि आरू पुरै अम्बक आरू सबै मैले अहिलेसम्म गरेको नस्पति एप्पलको बिउहरूको पनि मैले गरेको छु। गरम बिउ भने यसरी ठक्कै बाँधेपछि चाहिँ अब यसलाई यसरी पानीले निस्किबस्नुपर्छ। टाइम पानी हेर्नु त्यो 100% हुन्छ। अब भोलिपर्सि म तपाईँलाई यसको जरा हानेको र कसो सारेको अब यो 21 दिन बाददेखि चाहिँ तपाईँको यहाँ जरा देख्न थालिहाल्छ बाहिरबाट। अझै तपाईँ यो अब यो यस्तो सेतो लगाएको छ तपाईँले यहाँभित्र यो कालो कालोमा जरा देख्न थाल्नुहुन्छ। त्यहाँदेखि सट्टै काटेर जहाँ भने त्यहाँ माटोमा लगाएर गाड्नुहोस्, यो सर्लक्कै जाग्छ। फाइनली यो एयर लेयरिङ पनि सकियो र यसरी लगाइएको छ। लगाएर चाहिँ अब यसरी यो हेर्दै यो पोकालाई हेर्दै कहिले कहिले पानी लाउनु जरुरी पर्छ। तबसम्म नहेरेर 21 दिनमा चाहिँ हेर्नुपर्छ कतिले जरा हानिसकेको हुन्छ र यसरी गर्नुपर्छ एयर लेयरिङ। र यसको बिरुवा चाहियो भने सम्पर्क पनि गर्नुहोस् होला। हवस्, धन्यवाद। तपाईँको दिन शुभ मङ्गल रहोस्। र यस्तो अरू प्लान्टहरूको पनि म तपाईँहरूलाई एयर लेयरिङ गर्ने कसरी प्रोपगेसन गर्न सकिन्छ म तपाईँहरूलाई भिडियो मार्फत जानकारी गराउँदै जान्छु, सिकाउँदै जान्छु। सिक्दै जानुहोस्, तपाईँहरूले पनि कोसिस गर्नुहोस्।